मलाई चाहिँ एउटा प्रश्न गर्नु पर्ने थियो तपाईँसित होइन। म लगायत मेरा साथीहरूले धेरैले मलाई पनि सोधिराख्नुहुन्छ र म आफू पनि 2-4 वर्ष भइसक्यो यहाँ बसेको र अब केही समय चाहिँ युरोपतिर पनि गएर चाहिँ आफ्नो लाइफ सेटल गरौँ भनेर सोचिरहेको छु। मसँग केही जिज्ञासा छन्, प्रश्नहरू छन्, त्यो प्रश्नको यसो छोटकरीमा मलाई जवाब दिनुहोस्। यदि तपाईँबाट म सन्तुष्टि भयो भने म तपाईँसँग नै एप्लाई गर्ने प्रयास गर्छु। ल ठिक छ। मलाई चाहिँ अहिले मैले सुन्नुमा आएको चाहिँ अब तपाईँहरूले यहाँ कतारमा धेरै कन्सल्टेन्सी छ होइन, धेरै कन्सल्टेन्सीमा म पुगेँ पनि मैले भने जस्तो चित्त बुझे जस्तो चाहिँ जवाब मैले पाइनँ, मैले खोजेको पाइनँ होइन। त्यही भएर म सायद लास्ट टाइम नै तपाईँसँग यहाँ आएँ अहिले चाहिँ है, अन्ततगत म तपाईँसँग यहाँ आइपुगेँ। मेरो प्रश्न के हो भने तपाईँहरूले जुन सेन्जेन नन सेन्जेनमा एप्लाई गर्नुहुन्छ, सेन्जेनमा एप्लाई गर्दाखेरि किन टाइम लाग्छ, नन सेन्जेनमा चाहिँ किन अलिकति कम समय लाग्छ र अहिले प्रायः जस्तो चाहिँ एम्बेसीले डेट दिन चाहिँ एकदम ढिलाइ गरेको छ, यसको कारण के होला अलिकति छोटकरीमा मलाई बताइदिनुहोस्। यस्तो छ, अब नन सेन्जेनमा एक त हजुरको ई भिजा हुने हो होइन। नन सेन्जेनमा छिटो काम हुने भनेको ई भिजा हुनुको कारणले चाहिँ तपाईँको छिटो काम हुने। यसको लगतै 3 महिनाभित्रमा हजुरको यो साइप्रस भयो, सर्बिया भयो, यो कन्ट्रीमा चाहिँ अलमोस्ट 3 मन्थमा हजुरको काम हुन्छ। अनि लगतै हजुरको सेन्जेनमा के छ भने अहिले सेन्जेनमा चाहिँ अलिकति उहाँको जस काम गर्ने वातावरण अलिकति होइन, जस अहिले सिजनको कारणले अहिले सिजन पनि चलेको छैन नि त। सिजनको कारणले चाहिँ अलिकति टाइम लाग्ने छ। यसको हजुरको अलमोस्ट 6 देखि 8 महिना अहिले टाइमिङ लिइरहेको छ। अहिले हामीले एप्लाई गऱ्यौँ भने कस्तो हुन्छ भने अहिले सिजन छैन नि त त्यहाँ। अहिले हाम्रो सिजन त बन्द भएको छ। अब हामीले डकुमेन्टहरूदेखि लिएर अब सबै कुराहरू रेडी गर्दाखेरि तपाईँको 2-2.5 महिना 1.5-2 महिना टाइम अलमोस्ट लाग्छ नि। अब त्यो टाइममा हजुरको इन्टरभ्यूहरू गराउँछ, इन्टरभ्यूहरू लिन्छ। इन्टरभ्यू भइसकेपछि बल्ल पो अगाडि बढ्ने सबै कुराहरू अगाडि। अब के छ, अब कम्पनीले कस्तो मान्छे लाने, के मान्छेहरू कसरी उ गर्ने डिल गर्ने भने त अब कम्पनीले जस क्लाइन्टले हजुरसँग इन्टरभ्यू लिइसकेपछि ऊ सन्तुष्ट भइसकेपछि मात्र तपाईँलाई सिलेक्ट गर्ने हो। उसले सिलेक्ट गरिसकेपछि त अगाडि बढ्न फाइल बढ्ने हो। अब त्यो सिलेक्टै नगरिकन हजुरले मलाई छिटो गरिदिनुहोस्, कम्पनीले मलाई कम्पनीमा चाँडै जान्छु तपाईँ भनेर त भएन नि त। मेन कुरा भनेको तपाईँ कम्पनीले सिलेक्ट गरिसकेपछि ओके ल मलाई यो मान्छे चाहियो है, यो क्यान्डिडेट मलाई पठाइदिए भनिसकेपछि मात्रै हजुरको डकुमेन्टहरू अगाडि प्रोसेस हुने। त्यही ओके भएर यसको चाहिँ टाइमिङ लाग्ने कारण चाहिँ नन सेन्जेनको टाइमिङ लाग्ने चाहिँ कारण यो हो सर। ओके, अनि अर्को कुरा चाहिँ कुनै पनि व्यक्तिले एप्लाई गर्न चाहे भने उसलाई के डकुमेन्टहरू चाहिन्छ सुरुमा त पनि भन्नुहोस्। यसको चाहिँ हजुरको मेन चिज भनेको के छ, एउटा कतार आइडी भयो सर होइन। अनि त्यसपछि हजुरको भ्यालिड पासपोर्ट, अलमोस्ट हजुरको 2 इयर्सबाट माथिको भ्यालिड पासपोर्ट चाहियो। नन सेन्जेनमा कुनै पनि कन्ट्री जाँदै हुनुहुन्छ तपाईँ युरोपियन भने 2 इयर्सभन्दा माथिको भ्यालिड पासपोर्ट चाहियो। अनि अर्को भयो एजुकेसन, एजुकेसन सर्टिफिकेट भयो भने अझै बेस्ट हजुरको। अनि अर्को भनेको एक्सपिरियन्स सर्टिफिकेट। अब हजुरले अहिले स्टार्ट गर्न लानुभएको छ बुचरमा, बुचरको तपाईँलाई कुनै फिल्ड थाहा छैन भने त्यसमा हामीले गर्न सकिँदैन। र एक्सपिरियन्स सर्टिफिकेट र तपाईँले नर्मल भिडियो प्रोभाइड गर्नुभयो यो मान्छेले यो गर्नु सक्ने रहेछ है, यसको काम अगाडि बढाउँदा हुन्छ, यो सिलेक्ट हुन्छ 100%। हामीलाई पनि त हुनु पऱ्यो नि त, भित्रबाट फिल आउनु पऱ्यो नि त। त्यो भयो भने हजुरहरूले यो 4 चिज डकुमेन्ट, 4वटा डकुमेन्ट हजुरले कम्प्लिट गर्नुभयो भने हजुरहरू एकदमै। ओके, अनि यो एम्बेसीले चाहिँ अहिले प्रायः जस्तो एकदम ढिलाइ गरिरहेको छ यो अपइन्टमेन्ट डेट दिनको लागि, यसको कारण के होला? यसको कारण एउटा दुई चिजको छ सर। यसको कारण भनेको 2 चिज छ। एक भनेको अब कतारमा अलिकति 2-3 महिना अलिकति माहौल गडबड थियो। एक त्यो हिसाबले पनि अलिकति एम्बेसी नर्मल हिसाबले चल्यो, त्यति फास्ट हिसाब चल्नु पाएन। एउटा त्यो कारण भयो। एउटा चाहिँ कस्तो छ भने अहिले त्यो कारणले गर्दाखेरि के भइदियो त्यसमा, सिजन सक्यो 2-3 महिना तपाईँको बन्द भइसकेपछि त उहाँको सिजन सक्यो नि त। उहाँ जुन सिजनमा चाहिएको थियो मान्छे त्यो सिजनमा पाएन उसले। त्यो कारणले गर्दाखेरि उसले वेटिङ गराएर राखेको छ नेक्स्ट सिजनको लागि। त्यो कारणले चाहिँ तपाईँको अलिकति एम्बेसीमा ढिलो डेट दिनु कारण यो हो। ओके, अनि यसले गर्दाखेरि भिजा रिजेक्सन चान्सेस हुन्छ कि भिजा ग्रान्ट हुने चान्सेस, यसमा के छ प्रोभाबिलिटी, यसको पर्सेन्टेजको आधारमा यस्तो चाहिँ? हुन्छ, अब भिजाको चान्स भनेको तपाईँको लगभग 90% भिजाको चान्स हुन्छ, किनकि उनीहरूले सिजन कुरेर बसिरहेको छ। त्यो अर्को नेक्स्ट यो सिजनमा नभए पनि नेक्स्ट सिजनमा चाहिँ हुन्छ काम। अब आएर मान्छे ल्याउन सकिन्छ, काम गराउन सकिन्छ भन्ने हिसाबले चाहिँ
100% त भन्न सक्दैन, 90%, किनकि 100%को 100% कस्तो हुन्छ भने एउटा कुरा तपाईँको एउटा दिमागमा राख्नुहोस् कि एमबिसीले पनि तपाईँलाई इन्टरभ्यू ल्याएको हुन्छ, र सानो मिस्टेकले पनि तपाईँहरूलाई रिजेक्सन गर्ने चान्स पाएको हुन्छ। उसलाई त हजुरलाई कस्तो नि मैले धेरै मान्छेको वेटिङमा छ यो तपाईँको डेट, त्यो कारणले चाहिँ उसले खोजिरहेको छ कि अलिकति क्वालिफाइड मान्छे नै खोजिरहेको छ नि उसले खोज्न, त उसलाई पनि हामीले एउटा ढुक्क भएर दिनु पऱ्यो कि उसले इन्टरभ्यू नर्मल कुराहरू सोध्छ, धेरै धेरै क्वेसन पनि गर्दैन, कम्पनीको नामहरू हजुरको, अब हजुरको आफ्नो इन्ट्रोडक्सन भइहाल्यो होइन, अब कुन भिजामा जाँदैछ, कति महिनाको लागि जाँदैछ, यो कुराहरू तपाईँले इन्ट्रोडक्सन राम्रोसँग दिनुभयो भने एमबिसीलाई 100% भिजा चान्स छ। ओके। अनि अर्को कुरा चाहिँ अब जति पनि तपाईँलाई हेर्दै हुनुहुन्छ उहाँहरूले होइन, तपाईँको यो भिडियो हेरिसकेपछि उहाँहरूलाई तपाईँले के सजेसन दिन चाहनुहुन्छ? अब हजुरहरूसँग एक एक्सपिरियन्स छ र यही काम गरिरहेको छु, यही काममा जान चाहन्छु म भन्ने सोचमा आउनुहुन्छ तपाईँहरू, त्यसको तपाईँहरूले 100% डकुमेन्ट दिन सक्नुहुन्छ भने हजुरहरूले एप्लाई गर्दा बेस्ट हुन्छ। र नर्मल अहिले मार्केटमा आइरहेको छ सस्तो पैसामा अफर लगाएर दुनियाँ कुरा गरिरहेको यो कुनै बजार होइन, मार्केट यो सब्जी बजार होइन कुनै, यो अफर भन्ने कुरा योहरूको लागि कहिले पनि चल्दैन एक होइन। एउटा हजुरहरूले 100% विश्वासिलो कन्सल्टेन्सी खोज्नुहोस् जहाँ पैसा नफसोस्, अझै सकेसम्म भिजा आइसकेपछि पेमेन्ट गर्छु भन्ने त्यस्तो कन्सल्टेन्सी खोज्नुहोस्, तपाईँ पनि ढुक्क हुनुभयो र कन्सल्टेन्सी पनि ढुक्क हुन्छ यो कुरामा। यो कुरा भयो भने हजुरहरू 100% सक्सेस पाएको हुन्छ। तपाईँहरूसँग पेमेन्ट आफ्टर भिजाको स्किम छ सर, अहिले हामीसँग कुन कुन कन्ट्रीको लागि तपाईँहरूले पेमेन्ट आफ्टर अहिले हामी गर्न सकिन्छ सर, हजुरको क्रोएसियाको लागि गर्न सकिन्छ एक इस्यु छ, क्रोएसियाको लागि छ, सर्बियाको लागि छ, साइप्रसको लागि छ, लगतै बुल्गेरियाको पनि गर्न सकिन्छ। ग्रिसको कस्तो छ? ग्रिसको अहिले सिस्टम अलिकति चेन्ज भएको छ, किनकि अहिले योभन्दा पहिलाको लटमा अलिकति धेरै मान्छे ब्याकआउट भएको कारणले चाहिँ अलिकति थोरै मात्र, धेरै नै थोरै चेन्ज गरेको छ सिस्टम, खासै अप्ठ्यारो खासै फरक पर्दैन, पैसा फस्दैन। तर यसमा चाहिँ एउटा कुरा के छ भने तपाईँले सुरुमा डकुमेन्टेसन चार्जहरू अब कतिले चाहिँ डकुमेन्टेसन चार्जहरू लिएको देखिन्छ होइन, अब त्यो डकुमेन्टहरू कतिपय कुराहरूमा पठाउनु पर्ने पनि होला, यहाँदेखि डाइरेक्ट तपाईँको चाहिँ फिजिकल नै तपाईँहरूले त्यो कपीलाई पठाउनु पर्ने हुन्छ, तपाईँले ओरिजिनल डकुमेन्ट्सहरू यहाँबाट कुरियर गरेर पठाउनु पर्ने हुन्छ, त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले डकुमेन्टेसन चार्ज लिनुहुन्छ कि लिनु? हजुर, हल्का फुल्का हामीले क्यान्डिडेटसँग हल्का हेल्प माग्छौँ, किनकि हामीसँग अब 50जना हुनुभयो भने 50जनाकै डकुमेन्ट हामीले डिएचएल गर्न पठाउनु पर्छ, त्यो सिचुएसनमा हामीसँग पेमेन्ट पनि कहिलेकाहीँ नपुग्या हुन्छ, किनकि क्यान्डिडेटलाई हामीले काम गर्ने हो हजुरहरूको काम गर्छु 100% भनेर बसिहाल्छ होइन, अब 400-500को कारणले उहाँहरूको काम पनि रोकिएको भएन, त्यो कारणले हामीले जस्ट हजुरहरू पनि थोरै हेल्प गर्नु, सानो पनि थोरै हेल्प गरेर अगाडि प्रोसेस गर्दा राम्रो हुन्छ भनेर यो हिसाबले चाहिँ मैले क्यान्डिडेटसँग अलिकति सल्लाह दिन्छु क्यान्डिडेटलाई, किनकि यो विषय भनेको तपाईँको सबै कुरा अब डकुमेन्ट त नर्मल कुरा हामीले बनाउने डकुमेन्ट हामीले बनाइदिन्छौँ, यो भनेको फ्री नै भइहाल्यो, लगत्तै यसमा पनि हामीले उहाँको डकुमेन्ट कसैको पुलिस रिपोर्ट डिएचएल गर्नुपर्ने हुन्छ, कसैको के गर्नुपर्ने हुन्छ होइन, यो चिजमा चाहिँ उहाँहरूले थोरै हेल्प दिनुहोस् भनेर मैले यो सुझाव दिइरहेको हुन्छु क्यान्डिडेटलाई। ल हुन्छ सर, म बाँकी अरू केही इन्फर्मेसन चाहिएको म तपाईँलाई अवश्य सम्पर्क गर्छु है त। धन्यवाद।